साथीहरू, गर्भ अवस्थामा हुने जोखिमका बारेमा आज म तपाईँहरूसित कुरा गर्न गइरहेको छु। गर्भ अवस्थामा हुने जोखिममध्ये सबैभन्दा इम्पोर्टेन्ट एउटा तत्त्व के रहेको छ भन्दाखेरि एयर पल्युसन पनि एउटा गर्भवतीलाई गर्भ खेर जाने एबोर्सन मिसक्यारेजमा चाहिँ एकदमै ठुलो रोल खेल्दछ। अहिले तपाईँले वर्ल्डको डेटा हेर्नुभयो भने सबैभन्दा बढी मृत्यु हुने मुख्य कारणमा चाहिँ एयर पोल्युसन रहेको छ। यो चाहिँ 2021 को एउटा डेटाले चाहिँ यो देखाउँछ। र त्यसपछि हाइपरटेन्सन रहेको छ। अर्थात् सबैभन्दा बढी मान्छे जोखिममा जाने र सबैभन्दा बढी मृत्यु हुने कारणमध्ये मुख्य कारण एयर पोल्युसन रहेको छ। र यो एयर पोल्युसनले गर्भवती महिलामा पनि एकदमै धेरै असर गरिरहेको हुन्छ। हामीले अहिले नेपालको तथ्याङ्क हेर्ने हो भने 151 प्रति लाख जीवित जन्ममा हामीले अहिले तथ्याङ्क हेर्ने हो भने 1 लाख जीवित जन्ममा 151 जना आमाले नेपालमा मृत्युवरण गर्नु परिरहेको छ। र यो मृत्युको सङ्ख्या यदि हामीले सबैभन्दा बढी कुन प्रदेशमा हुन्छ भनेर हेर्नु पर्यो भने चाहिँ लुम्बिनी प्रदेश एकदमै जोखिमको क्षेत्रमा रहेको छ। र एयर पोल्युसनलाई मैले कहाँ जोड्न खोज्दैछु भन्दाखेरि गर्भावस्थामा हुने खतराका लक्षणहरू देखिने कारणहरूमध्ये एउटा कारण एयर पोल्युसनले पनि जटिलता ल्याउन चाहिँ ठुलो रोल खेलिरहेको हुन्छ। कसरी भन्दाखेरि एयर पोल्युसन र प्रेग्नेन्सी इन्टर रिलेटेड छ। यदि कुनै महिला वातावरणमा प्रदूषण, हावामा पल्युसन रहेको अवस्थामा यात्रा गर्नुहुन्छ र त्योसँग डाइरेक्ट कन्ट्याक्टमा आउनुहुन्छ भने त्यसले चाहिँ त्यो आमाको मात्र नभएर आमाको पेटमा रहेको बच्चामा पनि धेरै ठुलो असर गरिरहेको हुन्छ। र यी असरहरू धेरै अवस्थामा चाहिँ जटिल भइसकेको अवस्थामा पनि डक्टरहरूले पत्ता लगाउन सक्नुहुन्न। त्यसैले यो इन्डाइरेक्ट कज मध्ये पनि पर्दछ। यसले डाइरेक्टली असर गर्छ, तर यो असर एयर पोल्युसनले गर्दा चाहिँ यो भएको हो, मिसक्यारेज भएको, एबर्ट भएको भन्ने कुरा चाहिँ चिकित्सकले पनि पत्ता लगाउन गाह्रो हुने गर्दछ। र प्राय हामी तराई क्षेत्रमा, जङ्गल क्षेत्रमा र हाम्रा भूगोल हेर्ने हो भने वनले एकदमै ठुलो हिस्सा ओगटेको छ। र प्राय हरेक वर्ष चाहिँ वन विनाशको एउटा कारण चाहिँ वनमा हुने डढेलोले पनि यो एयर पोल्युसनलाई एकदमै धेरै जोखिम गरिरहेको हुन्छ। र नेपालमा मात्र नभई यो विदेशमा पनि यसले एकदमै धेरै असर गरिरहेको छ। अर्थात् यो वर्ल्डको एयर पोल्युसनमा हुने धेरै ठुलो हिस्सा चाहिँ वनको डढेलोले चाहिँ ओगटेको छ। त्यसैले यदि तपाईँ गर्भवती हुनुहुन्छ, तपाईँ बाहिर एक्सपोज हुँदै हुनुहुन्छ भने यी कुराहरूलाई चाहिँ तपाईँ ध्यान दिएर मात्र हावामा निस्कनुहोला, अर्थात् वातावरण अथवा बाहिर निस्कनुहोला। सबैभन्दा पहिले यदि वातावरण प्रदूषण बढेको छ, एयर क्वालिटी बिग्रेको छैन भन्ने कुरा चाहिँ तपाईँ निस्कनु अगाडि परीक्षण गर्नुहोला। यी कुराहरू तपाईँ इन्टरनेटमा तुरुन्तै एभाइलेबल हुन्छ। अर्थात् प्रदूषण कति रहेको छ, कति पिपिएममा चाहिँ प्रदूषण बढेको छ, त्यो कुराहरू चाहिँ तपाईँ इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ। अर्को कुरा, तपाईँ बाहिर निस्किँदा N95 मास्क अथवा नर्मली मास्क चाहिँ प्रयोग गर्न चाहिँ सुझाव दिएको छ। त्यसले तपाईँलाई धेरै हदसम्म चाहिँ एयर पोल्युसनबाट बचाउँछ। अर्को, तपाईँले चस्माको प्रयोग, किनभने डाइरेक्ट आँखाको कन्ट्याक्टमा आउँदाखेरि हावाले आँखालाई पनि असर गर्न सक्छ। त्यसैले बाहिर निस्किँदा चस्माको अनिवार्य प्रयोग गर्नुहोस्। अर्को कुरा, आवश्यक नपर्दासम्म तपाईँ बाहिर ननिस्कनुहोस्। र
अन्त्यमा तपाईँ बस्ने कोठालाई वातानुकूलित राख्नुहोस्। धुलो सिधै तपाईँको किचनमा, तपाईँको बेडरुममा आउने हावाको वेगलाई चाहिँ तपाईँ रोक्न सक्नुहुन्छ। अर्थात् फिल्टर लगाउन सक्नुहुन्छ, एक्जस्ट फेनहरू युज गर्न सक्नुहुन्छ, किचनमा चिम्नीहरू प्रयोग गर्न सक्नुहुन्छ। यसरी पनि हामीले धेरै हदसम्म चाहिँ एयर पल्युसनबाट बस्न सक्छौँ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। शुभ दिन। धन्यवाद। नमस्ते।